Hi everyone, welcome to my channel. So आज चाहिँ हामी पोखराबाट घान्द्रुकको लागि गइरहेको छौँ. सो म चाहिँ मेरो साथी स्कुटीमा जाँदैछौँ. सो घान्द्रुक चाहिँ पोखराबाट 3 आवर्स को राइड छ. अनि हामी चाहिँ अब स्कुटीमै जाने भने मेरो साथी चाहिँ एकदम मजाले हैन एकदम स्ट्रङ तरिकाले स्कुटी चलाउँदैछ. सो लेट्स गो. भर्खरै चाहिँ हामी अहिले नयाँ पुलतिर चाहिँ खाजा खानलाई चाहिँ रोकिरहेको छौँ. अहिले चाहिँ यसो खाजा खाम भनेर 2 बज्न लागिसक्यो. अब यहाँबाट पनि अझै टाइम लाग्छ घान्द्रुक जानलाई. सो आज हाम्रो चाहिँ डेस्टिनेसन चाहिँ घान्द्रुक हो. अनि घान्द्रुक चाहिँ स्टे गर्ने छौँ त्यहाँ हामी. अनि म र मेरो साथी स्कुटीमा आएको. मेरो साथीले चाहिँ पुरा स्कुटी चलाउँदैछ हैन. अनि यो खाजा खाने ठाउँ चाहिँ राम्रो रहेछ. जस इट्स लाइक भेरी पिसफुल हैन. यता चाहिँ टक्क लगाएर त्यस्तो छ. अनि मेरो साथी चाहिँ यहाँ आउँदैछ, मेरो राइडर. सो अब कति घन्टामा पुग्छौँ हामी? अब हामी कति घन्टामा पुग्छौँ पुरम? कति घन्टामा पुग्छौँ हामी? अब लाग्छ 1.5 घन्टा लाग्छ न अब होइन. 1.5 घन्टा पछि चाहिँ पुग्छ. म कहाँ बस्ने? त्यहीँ बस्ने? यहीँ बस्ने? ल मेरो सामान चाहिँ उता राखेको छु. मैले सामान चाहिँ उता राखेको छु के. सामान चाहिँ लिएर आउँछु म. हुन त यहीँ राखिदिउँ है. सामान के हुन्छ र यहाँ राख्नु? सामान मैले त्यही राखेको छु. केही हुन्न होला नि होइन. तर चाहिँ के भयो नि? के भयो तँलाई? किन भएन? किन स्याड चिसु? आजा होइन हो. काइका स्याड हो. थोडा धुन खाने जस्तो राम्रो रहेछ यार. त्यहाँ लुगा धुँदैछ हो तिनीहरूले. के गर्दैछ? They are doing the लुगा धुइङ लागेको छैन यार. मान्छेहरू यसरी भेट हुन्छ क्या. अब 2016मा भेटेको थिएँ त. यतामा देखाइ 2016मा भेटेको थिएँ. अनि त्यसपछि लास्टमा चाहिँ अहिले आएर 25मा 2025मा गर्दा थिएँ त. 9 इयर्स के. ओ माई गड. अनि कसले सोचे 9 वर्षपछि तसित फेरि यसरी घुम्न आउँछ अरे है. ओ माई गड. यही हो के गर्ने साथीहरू. यस्तै छ. पछि नि भेटिन्छ. फेरि भेटिन्छ. फेरि बुढासित आफ्नो बुढासित बिहा गर त. तनी बिहा गर. अनि त्यसपछि मनी बिहा गर्नुपर्छ. अनि आफ्नो बुढासित भेट्नुपर्छ. बिहा गरेर त मेरो बुढाले लिएर आउँछु नि त पोखरा. अनि भेट्न आउँछु तँलाई. भइस भने नेपाल त. त्यहाँ नेपाल भइस नि. अब विदेश गयो भने त त्यस्तै हो. भेट्न मिल्दैन. तर त्यही हो. यो ठाउँ त लास्टै आनन्दवाला छ है. ठाउँ चाहिँ आनन्द राम्रो छ कि. पिस 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 एकदम पिसवाला छ. पिसै कस्तो पिस रहेछ यार. आज कहिले आउँछ भोक लागिसक्यो. अहिले भोक लाग्यो नि. अहिले भोक लाग्यो यार. अब ठिक हुन्छ क्या जाँदा. हाम्रो खाजा आइसक्यो. हाम्रो चाउमिन मोमो आउनु भएको छ. हेर्दा त्यो त मिठो होला जस्तो छ है. लोकल टाइप्सको मिठो मनपर्छ क्या मलाई. अनि त पुरा त लोकल पारा हुन्छ नि. त्यसो मोमो पनि आइसक्यो हाम्रो.
चाउमिन पनि खाँदैछौँ बुकपेन्टा मजा आएर छ एकदमै साथीहरू मोमो पनि यस्तो तातो छ तातो मोमो खान सक्दैन कि त्यही भएर मलाई त्यस्तो फुटानै पर्छ यो मोमो आफै बनाएको कि फ्रोजन होला भन्छ आफै एकछिनमा अब चाहिँ हामी खाजासाजा खाएर पेट्रोल भरेर लाग्दैछ नयाँ पुल आयो ओके अब हेर भएको कहाँ बाइक राख्ने ठाउँमा चाहिँ हामी आइपुग्यो अहिले अनि अब यसमा चाहिँ पार्किङको चाहिँ 150 एन्ड देन त्यसपछि यु हेभ टु हाइक अल द वे तपाईँको रिजोर्टमा सब पार्किङ छ पार्किङ गऱ्यौँ अब हाम्रो यहाँबाट हाइकिङ स्टार्ट अब मेरो पुनेले पुरा बोकिरहेको छु ब्याग अब खै यहाँबाट अब कति घन्टा वाक गर्नुपर्ने हो कि हाइक गर्नुपर्ने हो कि हाइक अहिले नै साइज भइसक्यो अफ रोड लास्ट चाहिँ अफ रोड छ तर चलाउन सक्ने चलाउन सक्छ पुनमले चाहिँ चलाए हेरियोस् माने मैले लाई अब अहिले अलमोस्ट 4 बजिसकेको छ 5 बज्छ होला सियु अब त्यतिखेर वेलकम टु ब्युटिफुल भिलेज खान्द्रुक आइपुग्यो सो फाइनली हामी चाहिँ होटल पुग्यौँ हाम्रो होटलमा लड्दै पढ्दै थाक्दै 1 घन्टा पछि ठ्याक्क 5 बजे आयौँ हामी 4 बजीतिरबाट हिँडेको थियो अनि त्यसपछि ठ्याक्क 5 बजे होटलमा आएर 5 मिनट रेस्ट गरेर भर्खरै ठ्याक्क हामी पुगेको छौँ अनि हाम्रो रुम चाहिँ म देखाउँछु एकछिनमा है तपाईँहरूलाई बाटो चाहिँ जस एकछिन हिँड्ने मान्छेहरूलाई त सजिलै छ कि तर हामी जस्तोलाई चाहिँ अलिकति गाह्रै छ अनि यहाँ चाहिँ यो 2टा बेड छ अनि मेरो साथी चाहिँ सुतिरहेको छ यहाँ यस्तो छ वाशरूम यहाँ आइना त्यही हो ठिक छ सिम्पल साथ राम्रै छ यस्तो भ्यू छ कस्तो राम्रो गाउँ हो यो चाहिँ अनि यो चाहिँ हाम्रो होटलको टेरेस माथि तल हो यो चाहिँ अनि यता तल पनि छ सो यस्तो ब्युटिफुल छ यतातिरको घान्द्रुकको मोस्ट अफ द भिलेजहरू राम्रै छ यस्तै ब्युटिफुल यस्तै राम्रै छ चिसो अहिले चाहिँ अब चिसो भएर छ किनभने अघि त कस्तो घाम भएको थियो कस्तो गर्मी भएको थियो नि त हिँड्दा अनि अहिले चाहिँ जस आनन्द लगाएर चाहिँ एकछिनमा अब एकछिनमा जाडो पनि हुन्छ होला मलाई गर्मी भएर एकछिन मैले त्यो ज्याकेट पनि निकाल्दिएँ ओहो कतिजना त त्यो ग्रुम ड्रेस लगाएर पनि खिचिरहेको छ तर यहाँ अहिले के भन्छ अरे यो बादलले
ढाकेर त्यो उस पनि देख्न मिलेन के भन्छ अरे त्यो माउन्टेन्सहरू के हिमालहरू देखेकै छैन पुरा बादलले ढाक्यो नि त अब घाम पनि गइसक्यो त्यही भएर कस्तो मेरो चाहिँ पर्सनली हैन एकदम I wanted to come here since so long and finally I am here and I'm very 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 happy that I am here finally भनेर कुनै इच्छाहरू हुन्छ नि जुन त्यो आतिनु हुँदैन त्यो समय आएपछि आई थिंक सबै आफ्नो समयमा आउँछ जस्तो लाग्छ कि मलाई चाहिँ तर पनि म कहिले कसै फेरि इम्पेसेन्ट भइहाल्छु कि जस्तो मलाई यहाँ घामतिर गान एकदम पहिलेदेखि इच्छा थियो नि त सो अहिले फाइनली आइपुग्यो माथि जाने आज बालिस बल्ल तल हामी त यहाँ यसरी बसेको सबैले टोपी लगाऊ ज्याकेट लगाऊ It's the next day अनि अहिले चाहिँ 8 बज्न लागेको छ 7 बजे उठेको अनि सनराइजको लागि चाहिँ बिहान हुन्छ अन्त अनि अलि यस्तो गरेर उज्यालो निकाल्नु पर्यो सो बिहान त अब को उठु छैन अनि त्यही भएर अहिले हामी अब ब्रेकफास्ट खानको लागि बोलाएको छ तल भाइले सो अब चाहिँ हामी ब्रेकफास्ट खानलाई जाने मलाई कस्तो लाइटिङ कतै अँधेरो आयो ब्रेकफास्ट खाइन्छ त्यसपछि अनि भनेको चाहिँ मेरो प्लानिङ चाहिँ लुगा लाउनु मन छ मलाई हैन एन्टी लाइट आयो यार अनि लुगा लाउने विचार छ गुरुङ ड्रेस भनौँ न गुरुङ मगर एउटै त हुन्छ अनि त्यसपछि चाहिँ फोटोसोटो खिचेर लन्च गरेर एन्ड देन विल गो ओ वाउ कस्तो राम्रो देखेको लेट मी शो यु ओहो wow you guys look at this view my god you guys हिमाल चाहिँ literally so beautiful देख्छ Look at this, look at my back, oh my god, look at the view guys, look at the view, so beautiful यहाँबाट ओहो कस्तो राम्रो देखेछ ठ्याक्क घाम लाग्छ नि त आज त अनि त्यही भएर कस्तो राम्रो देखेको वाउ I love the view हेलो पुनम गुड मर्निङ मिस कस्तो फिल भइरहेछ तपाईलाई यहाँ टायर्ड फिल हुन्छ स्लिपी फिल कस्तो राम्रो आछ त्यहाँ पछाडी भ्यू तेरो ओ माय गॉड लिटरली इट्स लुकिङ सो ब्युटिफुल यस एक्ज्याक्टली सो तपाईको हिजोको कस्तो भयो समय त सबै ठिकै हो राति मजा आयो नि त्यही डान्स गर्न लजाए लाज लाग्यो डान्स ओके सो यो हाम्रो खाजा टाइम लेट्स डिग इन एग ससेज रोटी अनि सबै यस्तो लाग्यो मैले चाहिँ अब यस्तरी गुरुङ ड्रेस लाएर मक्करै फोटोसुटहरू भिडियोहरू गरेँ अनि यहाँ चाहिँ यसलाई पिरुमाला भन्छ अनि यसलाई चाहिँ आई डोन्ट नो के भन्छ यसलाई चाहिँ छापे कि माला भन्छ अनि यहाँ चाहिँ म चाहिँ माथिको शिरबन्दी लाइन शिरबन्दी चाहिँ कहाँ राखेको भनौँ शिरबन्दी ए ल अनि दिस इज माई आउटफिट सो मैले फोटोसुटहरू गरेँ अनि यसको चाहिँ चार्ज चाहिँ 200 जति लाग्छ साथीहरू सो या अब ए सरी
लन्चन्स खाएर अनि त्यसपछि हामी सोमा कस्तो लागिरहेको छु गुरुङ ड्रेसमा। अनि मेरो फोटो सुट अनि उहाँहरू चाहिँ इन्डियन साथीहरू बनिसकेको छ। अनि यता यहाँ चाहिँ मेरो साथी पुन्टरी फोटोग्राफर हो, बिचरा उसलाई गर्मी भयो अरे। अब चाहिँ हामी लन्च खान लागेको। ल फाइनली अब हामी खानासाना खाएर अब तल झर्दैछौँ साथीहरू। सो हाम्रो घान्द्रुकको यात्रा यहीँसम्म समाप्त भएको छ। अब चाहिँ हामी यहाँबाट पोखराको लागि लाग्दैछौँ। सो हजुर ए तपाईँ यहीँ ल अब 1 घन्टाको ट्र्याक स्टार्ट हुन्छ हाम्रो। 1 घन्टा त अलिक लाग्ला कि आज है। यसो म यस्तो रेडी पोजिसनमा के गर्छस्? लियो निकाल्छु के पहिले। ए गर्मीले सबैजना त निस्किसक्यो होला सायद। अरू हामीसित आएकाहरू पनि कता तल गए। अब हामीहरू चाहिँ अब हिँड्दैछौँ। जस रमाइलो भयो। घान्द्रुकमा आउने सपना पुरा भयो सपना मेरो भन्ने एउटा गीत के छ नि, भने जस्तै त्यस्तै फाइनली थ्याङ्क गड मेरो पुरा भयो। अब छिटो पोखरा आरामले पुग्न पाएँ, त्यही आनन्द हुन्थ्यो। ल आई विल सी यू गाइस।